हरेक बाआमाले सन्तानलाई धेरै नै माया गरेका हुन्छन्। तर त्यही सन्तान जब आफू ठुलो हुन्छ अनि आफ्नो बाआमाको भावना, चाहना र आवश्यकताको कदर नगरी आफ्नो साथीभाइ, मोज मस्ती तथा अरूको देखासेखी गर्ने, अझ भन्ने हो भने आफ्नो बाआमालाई पैसा छाप्ने मेसिन नै सम्झन्छन्। जब पैसा सकिन्छ तब वृद्ध बाआमालाई वृद्धाश्रममा समेत छोड्न पछि पर्दैन। अब के आजभोलिका नयाँ पुस्ताले आफ्नो जिम्मेवारीको बोध गर्लान् त? आफ्नो बाआमा प्रतिको कर्तव्यलाई सम्झेलान् त? आफ्नो बाआमाको योगदानलाई सम्झेलान् त? Pooja. Pooja. हेलो 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 पूजा भन् त। आज झन् हाइकिङ जाने भनेको बिर्सिस? ओ गड म आइहालेँ। छोरी खाना रेडी छ, खाएर जाऊ। नाइ खान्न हतार छ। Hello, I'm coming. Hi. Out. केटाहरू के छ हो हल्का बर्को? रिल्याक्स पारामा बस्दिने है आज। के साह्रै राम्रो हो। खाओ केटाओ, मछली जति खान्छ खाओ।
कति ढिला गरेको के भयो के भयो के भयो आज भोलि के भयो हाम्रो छोरी मम्मी पैसा दिनुहोस् न स्कुटरमा तेल पनि हाल्नु छ पूजाको मम्मी पनि बिरामी हुनुहुन्छ अरे त्यहाँ नि जानु छ लौ छोरी यति जाबो पैसाले मैले के गर्ने मलाई 5-7 हजार चाहिन्छ चाहिए छैन कसैको पैसा छैछ पैसा धेरै छैनन् छोरी बुवाको औषधि पनि ल्याउनु छ दिँदैनन् कि क्या हो पैसा हेलो हेलो रोहन भन श्वेता कस्तो ह्याङ भएछ यार टाउको दुखेर क्या गाह्रो भइसक्यो त्यसो भए जाऊ न त फ्रेस हुन्छ नि हुन त हुन्छ हामी दुई मात्र जाने है आज अनि हिजो जस्तो चाहिँ नखाने ओके डियर चिया लिनुहोस् लिनुहोस् राम्रोसँग भाडा बन्द जान्दैन गिलास फुटाल्छ यसलाई किन पिटेको तपाईले राम्रोसँग भाडा बन्द जान्दैन गिलास फुटाल्छ अनि के गर्नु त फुटेको गिलास यसको पाउने दिन्छ यसरी बच्चा पिट्न पाइन्छ बाबु नरो बाबु नरो बाबु नरो तिम्रो नाम के हो अर्पण कति वर्षको भयो 9 वर्षको घर कता तिम्रो यही पर गाउँमा अनि मम्मी बाबा के गर्नुहुन्छ बाबा विदेशमा काम गर्न जाँदाखेरि बित्नु भयो मम्मी पनि बिरामी हुनुहुन्छ पैसा कमाउन भाडामा नआएको झुट बोलेको त होइन नि तिमीले तिम्रो मामु कता हुनुहुन्छ यही पर गाउँमा
मलाई लिएर जान्छौ? हुन्छ हस्। हाम्रो घर। मम्मी के भयो बाबु? दिदी नरुनुहोस्। छोरी खाना रेडी छ, खाएर जाऊ। नाइ खान्न हतार छ। कति ढिला गरेको? के भयो? के भयो? के भयो? यति जाबो पैसाले मैले के गर्ने? मलाई 5-7 हजार चाहिन्छ। चाहिएको छैन कसैको पैसा छैछ। बाबा विदेशमा काम गर्न जाँदाखेरि बित्नुभयो। मम्मी पनि बिरामी हुनुहुन्छ।